वेलकम बैक टु माई भिडियो। आज चाहिँ दसैँ हो गाइस, सबैजनालाई हेप्पी दसैँ। मेरो अनुहार यस्तो छ, मैले नुहाएको छैन। बिहान उठेर भिडियो स्टार्ट गर्दैछु गाइस। म चाहिँ अब नुहाउन जान्छु। यहाँ चाहिँ मेरो मम्मी हुन्छ, बिहान एक कराई मासु उठ्नु भयो। के रे गाल गर बाबु, सबले दसैँको दिन लाएर मलाई बच्चा अनि गाल गरे आने यिनीहरुले। सानो भाउजूको त नयाँ टिको हो के अन्त यहाँ मस्त बात गर्न तपाईले हुन्छ। अनि म त्यहाँ दादा आउँछन्, म कहाँ कुन जिल्ला पुग्छु अनि के तपाईलाई नयाँ टिको पैसा दिन्छ? त्यहाँ नाउँछन् मेरो नयाँ टिको हुन्छ। हजुर नयाँ टिको हुन्छ कति कराला पैसा अब त छ्या कन्सी छोरी काजललाई छोरी उता बोल्नु न 5 रुपैयाँ चलै। त्यो चाहिँ हाम्रो आमाले पाले बाख्रो 80 वर्षमा हाम्रो आमाले घाँस काटेर बाख्रो पाल्नुहुन्छ। तँ कट्टु सुगाउन लान्न देख्नु के? यो चाहिँ मेरो नालायक काम नगर्ने भन्नु मिलेन। सब सुवेदी खानदानभरिमा काम गर्ने फुपू यिनै हुन्। धारा मिच्दैछन् गाइस। यो कान्छी फुपूको घर चाहिँ यही हो। यहाँ चाहिँ खुर्सानी फलेको छ गाइस, यस्तो यति धेरै। उहाँबाट हेरिरहन् दुश्मन ग्याटहरूले। गाइस मेकअप गरेको यस्तो कालो यस्तो मेकअप हुन्छ। तपाईँको राम्रो देखिनु भयो। मैले मेकअप गरिदिन्छु के? पार्लर वाला भाउजू मेकअप यस्तो किनकि 15 पनि सबै नानी पठाइदिनु भएको कहाँ हुन्छ नानी? त्यो ल्याएर हेर्नु त त्यो टल्किने वाला लिपस्टिक पनि पिङ्क कलरको के टोकरीमा त्यो ल्याउला नि, त्यो ल्याउला अनि सेन्ट ल्याउनु लाग्यो। अनि बिकाइ अब गर्छ सेन्ट पनि सेन्ट है त्यो ल्याएर राख्न राख्ले। रियल क्यामेरामा हेर्नु न, यो रियल क्यामेरा हो के? अब गाइस मोबाइलमा किन राम्रो देखिरहेको छैन? काल देखिन्छ रियलमा पनि यति राम्रो देखिएको छ। हेर्नु आफै हेर्नु, रियलमा पनि राम्रो देखिएको छ। हेर्नु के छिटो के कहाँ यहाँ बाटो म कति राम्रो देखेछु ऐनामा। कति के गर्ने कुन लाउने म कन्फ्युज छु। म कुन लाउँछु थाहै छैन। तपाईले लगाउनु नि र मेरो मेकअप सक्यो गाइस। मेकअप वाली यहाँ हुनुहुन्छ आर्टिस्ट। मेकअप राम्रो गरिदिनु भयो, म राम्री नभएर हो। ठिक छ मसँग सामान भइदिएछ, मैले पनि राम्रो बनाइदिन्छु। यति धेरै सामान छन् गाइस, बलस मात्रै छन्, लाउने चिज छैनन्। तपाईले मेकअप गरिदिनु हो? यहाँ पनि आउनु छ मेकअप गर्नु, राम्री राम्री भएर गरिदिन्छु। फाउन्डेसन चाहिँ लगाइदिन्छु। हाम्रो कपाल छर्रा गर्छु भन्छ गाइस। लुगा सुगा लगाएर राम्री भएर आइसक्नु भएको छ हाम्रो भाइ। मलाई राम्री नै छ, मेरो बहिनी राम्रो भइसक्यो। भाइले हेर्छ भाउजू चाहिँ जस्ता तस्तै छिन् बिचारा। म चाहिँ यही हो मेरो लुगा दसैँको गाइस। म कस्तो सन्देश देखाइदिनु त पुरै यस्तो गर्छ नि अनलाइन बिजनेस गर्नेहरु। यो टिकुल 30 मा कसको पराएको कसको मेरो जमान थाहा न फेरि भए टिकुल चोरेर ल्याउँ मारे त भाउजूले आफ्नो भाउजूको होला 30 मा अनलाइन भाउजू खै देखाउन त ए यस्तो खाले रहेछ। मलाई नि दिनु न, यही सोच है। त्यो पनि दिन्न भन्छन् के गाइस? तिमी बाबाले चाहिँ मैले लागेन के? उही त म त घिनाम देखेको छु के भाउजू। बड्डी इमेज त मानिन्छ के नानी टिकुल न ओभर आखा नि मलाई केही थाहा छैन। मलाई बड्डी ए भला गर्दियो त मलाई छी बड्डी जस्तो न आम के यस्तो गरेर मान्दैन। खैला नि यस्तो थासँग सौ त के बड्डी इमेज जस्तो पालिस साउँछु। डोरीले कपाल बाट्छु। म कतै सक्दिन के? मेरो कपाल बार्दिदैछ अनि म चाहिँ माछिकारी कपाल बार्दैछु डोरीले। अनि मैले चाहिँ कस्तो घिनाउनु काली काली देखेको छु। गोरु मान्छे गोरु भइहाल्छ, यो गोरु देखिहालेपछि म चाहिँ काली काली देखेछु। अनि अब के भन्नु, कपाल राम्रो भएन भने यसको अहिले फेरि राम धुलाइ हुन्छ। केही मलाई सुहायो किन यसरी कपाल बाटेको भन्नु चाहिँ। रातो टिका लाउने हो, जमरा लाउने हो। सन्देश एउटा ऱ्याप हाल्ने नि त हान्न छिटो नजिक आएर के दसैँको दिन छिटो के यहाँ छ छिटो एउटा क्या छिटो के ऱ्याप ए ऱ्याप आनी भाइ भन्न यहाँ युट्युबमा नामै दिइराखेको छु। छिटो क्या यत्रो दिन्छु भने मैले 5 रुपियाँ दिन्छु दिन
5 रुपियाँमा दिनुहुन्छ 5 रुपियाँ दिनु पापासँग फुटो गराए उसले पर्मिसनलाई दिनुहुन्थ्यो नि कस्तो दिमाग छ यार दसैँको दिन पनि 5 रुपियाँ किनकि म भिखारी छु हाम्रो घरमा भिखारीको ट्याक्क गर्ने भनेको थिएँ माथि त्यो पाएनौँ क्या मम्मी हजुर मम्मी कस्तो देख्नु भन्नुहोस् त तपाईँ त बोल्नु जस्तो छिप्यो के हो भोटिङ त्यो म राम्रो देखाएर चाहिँ बोल केही न तपाईँ स्वर्गबाट झरे आप्छ जस्तो दुख्यो कपाल कस्तो बेटा गरेर चाहिँ मिट्न पाउनु क्या मम्मीले यो कपाल कस्तो देख्छ काटी कालो छ मुख गोरो छ सबै हाल्नुपर्छ नि तपाईँहरू म काली छु यो मुख मेकअप गरेर मात्रै हो नत्र त काली काली हो म यस्तो राम्रो छ डोरी चाहिँ नयाँ चल्या डोरी हो कि हाम्रो चाहिँ अब कि उयो कति राम्रो देख्नु म तपाईँ त फुल परी जस्तो किन यस्तो हाम्रो चाहिँ टिका लाउने एउटा अरू केही पनि छैन मेरो टिका लगाइदिनु मम्मी चाहिँ हेर्नुहुन्छ काली माता भएका शब्द फोटो मात्र अहिले पूजा सहित गर्ने यो हाम्रो मम्मीले कति हजार पर्छ के कुरा भने र फुफुका टिका लगाउन चाहिँ त्यही पनि कहिले फोटा खिचिदिनु भिडियो पनि बनाइदिनु 10 मिनट थाल यस्तो राख्नुपर्छ मिलेर बस्छ है मिलेर नानी फेरि टिका लगाइदिने 500 रुपियाँ ड्याङ्गै तपाईँले कोट प्यान्ट लाउनु भने मैले भिडियो गराइछस् हजुर खुब राम्रो होला उनीहरू सजिलो होला हेडलाइन राख्ने हुन्छ के नि अलि कता राख्नु के यता छेउमा राख्नुहोस् कि मम्मी यता कलश त बिचमा राख्नुहोस् उता त हिँड्छन् मान्छे मलाई छिट्नु सकियो नि जवा चाहिँ बिर्सिनुहोस् नवदुर्गा माता रक्षा राखुन् काली भद्रकाली कपाली नै सबैले रक्षा राखुन् केटा बाला नसन काज बाला बाला ध्यान दिनु धेरै मलाई छिर्किन त लाम्बा छ पहिला छिर्किनु मलाई दुईटा झरसरेको छु जमरा खेलेको छैन छोरीले लाउँछन् के हो सर कस्तो र छोरी उदाउँदै काली भद्रकाली धेरै माथि चल्नु धेरै चल्नु गर्न अझै धेरै बोल्ने हुनु छोरी बोल्नुपर्छ भनेर निधारमा के लगाएछ त ए मम्मीको अझै त नदिनु भएर अलि दाब्नु न नाकमा गयो नानी झन्डै अड्डी अड्डी नै पाँच नानी हात पाटिदिनु त के त्यति भलो कान्छी बुहारी पहिल्यै लाउने भने जेठी बुहारी अलि तल चाहिँ अब जाने अड्डी अड्डी के लगाएको निधारै छैन कि केही लगाएन यो टिका मालको दही अलिकति म के हाले पो अड्डिन्थ्यो कति अड्डिन्न अड्डा छैन बुवा मलाई आशीर्वाद दिन बिर्सिनु भयो त दिइरहेछ मनमनै दिएछ दुईटा छोरा छोरा बाइ छोरालाई जोडाले कमाउने बुहारी भित्र हाँस्दा भएर हाँस्दा त्यो ग्रुप हाँस्दा गर्दैन मसिन को चाहिँ त्यो म आशीर्वाद आशीर्वाद के बुहारीले चाहिँ काली काली पार्वती जस्तो भन्ने होस् काली काली तपाईँ दिन लाग्यो अहिले अहिले हुन्दिनुहोस् बुवाले माया गर्ने बा कान्छो छोरो आइसल आए कान्छो छोरो यहाँ चाहिँ म बसेको ठाउँमा बसेँ कान्छो छोरो आइसल आए है टिको लाइमलाई मात्रै छोरी लगाएर लगाइदियो नत्र माया धेरै बुहारीलाई छ माया त हुनु पर्यो नि यहाँ पाल्ने बुहारी गाइज मेरो पनि होला नि कतै माया मान्ने होला नि भन्दैन हाम्रो छन् पैसा त लास्ट टाइम दिएर पनि हुन्छ क्या कति का नोट खै वाउ सो ब्युटिफुल हेर्नुहोस् गाइज यही घरमा पैसा पस्ने अनि नबिर्सनु नजिक छन् भनेर हेला नगर्नु कति माया मान्छे बिचरा मान्छे मलाई थाहा छ मेरो भदरी माने नै मैले पनि त कहिले हप्कास हो त्यस्तो लगाइदिनु भयो ओइजिनस के लगाएको छ कि टिको उस्तै हो कि बसायो मान्दै नि किन माया मानेन उसले के त भाग्य माने सन्देश बाबु त लास्टै मकबर हेर न आज मुसुक्क बाँकी रहेछु गाइज म बाँकी मम्मीले अब पैसा छाने गर्नु ल बाबा सन्देश धनी आज त दसैँमा त छोराले पैसा पाउँछन् खुसी छ खुसी पाल्नु मलाई किन यसरी हेर्नु
यहाँ कान्छी पुपू सबसे राम्रै नक्कली कोही हुनुहुन्छ यहाँ ल्याउनु न मलाई म टिकटक बनाउँछु भाइसँग जातिको छैन त्यही मान्छेको राम्रो क्या सानो मेरो माया यहाँ पिटाइछु भनिदिनुहोस् ब्याङ्क जलेर गाइस त्यही भएर नत्र हाम्रो पैसाको मुठै मुठा बोराबाट थियो ब्याङ्कमा हाम्रो ब्याङ्क जलेर मात्रै कसो त्यो गुटी बनाउनु बेला केही कुरा नगर त यहाँ भिडियो बनाइरहेको मकै रोपेको नि खुल्दा कति नामले देखिनु भएको हामीले गल्ती गर्यौं त्यो भित्रको टेबल राख्ने यहाँ बस्ने आमाले उठेर कति नसक्ने गल्ती गर्यौं मेरो त थाहा छ फोटो 7 वर्षपछिको 7 वर्षपछि ठिक है मेरो 7 वर्ष एकचोटि थपा दिदियो आमा खाना पछि आउनु चलो तले अलि लाइसेन्स तपाईँहरू छिटै गर्नुभयो त नि हामीले दियो भने त सानी देउले के टिपे गराएको अर्कै छ अझै त लौटौँडा बनाइदिएर के सब्जाको चित्त बुझ्नु मकै धेरै चाहिँ राम्रो
हामी बिमला के गर्ने यसको के भन्छ दोन दिन को सबैलाई दिनको रामले अब 63 करोड ल्याएर आएछ भन्नु 63 करोड ल्याएर आएस 63 करोड कमाएस राम्रो होस् जमरा छैन कहिले आउँछ अहिले अब माने छ आज मान्छे मात्रै देखाएको छ यो चस्मा कहाँको भए रोग नलागोस् धेरै पैसा कमाउनु पैसा 46 हाम्रो दसैँ सकिन लाग्यो गाइड सक्यो भने पनि भयो अब फाइनल्ली टिका लाएर बच्चा बच्ची हुन्छन् 5 र 10 वटा भनेर के गर्ने कमाएको भए त दिन्थे कमा छैन गाइड केही जान्न तपाईँ छोरीलाई पनि दिन्छ सबै तपाईँले त्यहाँ बराबर भइहाल्छ नै सबैको त्यही हो क्या यहाँ पनि यहाँ हामीलाई दिइहाल्नुहुन्छ छोरीलाई बालाल्छ नि त मम्मी छोरालाई पनि त दिनुपर्छ सबैलाई हामी छोरालाई 20 रुपियाँ गराए पनि हुन्थ्यो कि धेरै गराउनु भयो छोराहरूलाई 20 रुपियाँ गराउनु हुन्थ्यो धेरै गराउनु तपाईँले त्यही पनि हम पनि भात खायो यता हेर त हजुर मैले कति रुपियाँ दिएँ भनिदिनुहोस् त 100 रुपियाँ नि 50 रुपियाँ छोरीले चिनिहाल्छ नि यार 50 रुपियाँ भन्छ के हो कि करेन्ट आइसकेछ गाईले जाऊ तिमी माइत म त करेन्ट खाएर चित्त बुझाउँथ्यो मलाई करेन्ट छ ल्याइदिनु भएको छ करेन्ट फोटो भेटेर पनि यस्तो बिजी हुनु के छ सोल्टी पानी सोध्ने पनि होइन कोक खानुहुन्छ कि चिसो कि तातो कि चिया कि दुध हाल्यो कालो चिया मेरो माया भन्नु भएको थियो तपाईँको गर्लफ्रेन्ड पनि भड्काइन्छ यहाँ भिडियो हाल्दैन सोल्टी मम्मीको कान्छी बुहारी गइन् माइत भाइ अब म त रोएरै बस्छु उनी त ताई आयो जाऊ जाऊ बा जाऊ खै सोल्टिनालाई हुन्छ भने सोल्टिनालाई हुन्छ भने खै त्यो साडी राम्ररी सम्हाल्नु हुन्छ सँगै आउला अनि बजार जाने बेला हामी अर्को दिन अनि उता जानु त हामी काठमाडौँ जाने बेला बाटो पनि देख्छ हामी पनि बाई बाई जाऊ गए नि
बराई हामी त कहाँ जाने हो र को आउँछ रामलाई ल्याउन गाइस हामी त आमा छोरी गाइस हाम्रो भान्जा पनि आउनुभयो टिका लाउन फाइनली आज भयो मेरो बाउको भान्जा मेरो भान्जे भान्जा मेरो नि भान्जा अब हाम्रो गोलमोलो खै त अङ्कल अङ्कल के भयो मोबाइल बिग्रियो टिका लाउन आन्नन् नमस्ते आन्टी नमस्ते गोलमोलू भाइ ओइ पाउ मैले त कसरी सिकाउँदै सिकाएन मैले बिर्सेछु म चाहिँ अब पैसा गर्दैछु दसैँ पनि सक्यो अब फुपूको छोरीहरू मात्रै आउनु बाँकी छ अरू त सबै सक्यो दसैँ हामी चाहिँ खाना पकाउन लागिसक्यौँ मैले कपडा फेरेर पनि कपडा धोइसकेँ म देखेछु म चाहिँ अब पैसा गर्दैछु गाइस मेरो पैसा कति भयो भनेर अनि चाहिँ भ्लग पनि अफ गर्नुपर्छ म देख्छु नि मलाई पैसा 150 नोट छ गाइस 500 हजार त कहिले दिन म गरी छु नि हजार पनि पुगेछ मलाई मेरो घटी राखेन अनि मेरो मम्मी बाबाले दाइ भाउजूले बुइले फुले देख्दै छ यो पुग्छ 1000 2000 त पुग्ला 2000 त पुग्यो 1000 पुग्ला 1000 पुग्छ 1000 त पुग्छ 1000 पुग्छ न गर्छ भनौँ यो भाइको सोचा धेरै भयो यहाँ त मेरो बेच्नु गाइस मेरो त परिसके अनि बडी बनाउने बेच्छ यो बस्तिर सिजन रक पेपर भन्ने खेल्नु है जुन खेल्ने भने चाहिँ सबैले देख्ने त्यसै पैसा उठाएर गाइस सीजन पेपर के के सिजन रक पेपर राख्ने हामी उयो सुना जानु म त जान्दिनँ गाइस तपाईहरु जति भयो कमेन्ट गर्नु होला हाम्रो जति यस्तै भयो मलाई भ्युज आउन कमेन्ट आउन पत्ता छैन मेमोरी हुन्छ पनि भिडियोमा हेर्नको लागि यस्तो दसैँ मनाएको भाइ भनेर भन्नुभएको थियो हेर्नु हुन्छ त्यही भएर मात्रै हो गाइस अनि अझै 2 जना मान्छे आउनु बाँकी छ नि त त्यसले म यहाँ त कति राम्रो 1 2 3 4 5 6 7 8 9 10 20 30 13 गाइस मेरो 1000 रुपैयाँ हालेको हाल्नु ठिक छ म यति गर्ने जे पनि 1500 होला 50 यति पैसा भयो मेरो चाहिँ गाइस फाइनली